आज चाहिँ मैले एउटा नयाँ रेसिपी नयाँ ड्रिङ्क स्मुदी भनौँ तपाईहरुको लागि बनाएर देखाउँछु हैन। यो प्रोडक्ट देखेर तपाईहरुले थाहा पाइसक्नुभयो यो चाहिँ के भन्दाखेरि यो चाहिँ एउटा एनर्जी बुस्टर हो। मलाई चाहिँ मेरो भाउजू सेन्सा भाउजूले पठाइदिनु भएको थियो हैन, गाईघाटबाट दादा आउँदा ल्याइदिनु भएको थियो। सो मैले चाहिँ यसको ड्रिङ्क स्मुदी बनाएर खान्छु भनेर सोचिरहेको थिएँ, टाइम नभएर बिजी भएको भएर चाहिँ बनाउन पाएको थिइनँ। सो फाइनली आज चाहिँ मैले यसको स्मुदी बनाएर खान्छु। अब सो मैले चाहिँ कुन फ्रुटबाट बनाऊँ भनेर सोचिरहेको थिएँ। सो मसँग 3टा फ्रुट थियो अनि मैले बनाना चुज गरेँ। अनि त्यसपछि सातु पनि लिइसकेको छु है। अब यो इन्ग्रिडियन्ट्सहरू पनि के चाहिन्छ आफूलाई, मैले चिया सिड, ब्राउन सुगर, अनि त्यसपछि काजु, अनि आलमन्ड, अनि त्यसपछि मखना, दूध अनि पिस्ता लिएको छु, अनि सातु अनि बनाना है। सो मैले सबै इन्ग्रिडियन्टलाई मिक्स गरेँ, मिक्सरमा हालेँ, अनि त्यसपछि यसलाई मिक्सरमा ग्राइन्ड पनि गर्छु अनि कस्तो हुन्छ तपाईलाई देखाउँछु। सो वेट फर अ मिनेट। सो म गार्निस गर्दैछु माथिबाट। यति राम्रो भएको छ हेर्दाखेरि, खाउँ लाग्दो भएको छ। सो यो चाहिँ फाइनल लुक हो। यति राम्रो भएको छ नि हेर्दाखेरि नै हैन, झन् खाँदाखेरि त ओ माई गड। गाइस रेडी भइसक्यो हाम्रो स्मुदी लिन त म। चीज कस्तो भयो नि त। मिठो छ, दामी है। तपाईहरु कसैले पनि यो सातुबाट बनेको भनेर सोच्नु सक्नु, यस्तो मिठो भएको छ नि। यसमा तपाईहरुले आइस पनि हाल्न मिल्यो हैन। अब हामीलाई चाहिँ आइस खानु हुँदैन, त्यही भएर हामीले आइस हाल्न, तर यसमा आइस हालेर खाँदा पनि हुन्छ। अब चकलेट हालेर माथिबाट गार्निस गर्दा पनि हुन्छ। तर यति मिठो छ नि यो, तपाईहरुले खानुभयो भनेदेखि अरू ड्रिङ्क्स त तपाईहरुले लाइक कहिले पनि खानुहुन्न होला क्या, त्यति धेरै मिठो छ क्या। थ्याङ्क यू सो मच भाउजू, हजुरले पठाएको एनर्जी बुस्टरबाट मलाई यस्तो ड्रिङ्क बनाएर खायो। तपाईहरुले पनि घरमा सातु छ भने यसरी हेल्दी ड्रिङ्क बनाएर खान सक्नुहुन्छ। गर्मीमा एकदमै राम्रो हुन्छ र हेल्थलाई पनि एकदम राम्रो हुन्छ। स्पेसली जिम जाने मान्छेहरूले, डाइटिङ गर्ने मान्छेहरूले, बच्चाहरूलाई चाहिँ एकदमै हेल्दी ड्रिङ्क हो। सो यस्तै भिडियो लिएर आउनेछु अझै पनि हैन। अहिलेको लागि चाहिँ यो भिडियो यहीँ इन गर्छु। थ्याङ्क यू सो